ल आज हामीले यो यामक इन्जिनको टाइमिङको बारेमा चाहिँ कुरा गरौँ। यामक इन्जिन भनेपछि तपाईँको स्कर्पियोको यस या सिरिजको गाडीहरूमा यामक इन्जिन नै छ। यसको चाहिँ कसरी टाइमिङ मिलाउने यसको बारेमा कुरा गरौँ भयो। त सबैभन्दा पहिला त यतापट्टि हामी के गर्छौँ भने फ्लाइव्हिललाई यसरी लक गर्छौँ या क्रेङ्क स्याफ्ट लक गर्ने हुन्छ। यतापट्टि यो स्टार्टर मोटर साइडको उसमा यो चाहिँ गरेर लक भइदिन्छ। भित्रपट्टिको एउटा कट छ, त्यो कट देखिन्छ। त्यो कटमा गएर यो पहिला हामीले यसरी लक गरिदिन्छौँ। यसमा कुनै एउटा टुल्सले चाहिँ लक गर्न सकिन्छ यसलाई। र त्यो अवस्थामा के हुन्छ भने यतापट्टि चाहिँ यो किवे छ, जुन यो किवे चाहिँ एकदम राइट एङ्गलमा आउँछ अथवा माथि चाहिँ 12 बजेको लाइन भन्छ, यो चाहिँ माथि आउँछ। यतिखेर चाहिँ हाम्रो स्वाभाविकले नम्बर 1 सिलिन्डर टिडिसीमा भइहाल्छ। र अब यसको चाहिँ माथि चाहिँ यसको यो चाहिँ हामीले उता के अरे उता स्टार्टर मोटर साइडबाट लक गरिहाल्यौँ भनेपछि यो चाहिँ यसको क्रेङ्क साफ्ट त्यही नै पोजिसनमा बस्ने भयो। त्यसपछि यसको पम्पको चाहिँ हाई प्रेसर पम्पको कुनै पनि टाइमिङ छैन। यसमा कुनै पनि टाइमिङ हुँदैन अथवा टाइमिङ मार्क हुँदैन। र यसलाई अब हामी यो केम साफ्ट पोजिसन, केम साफ्टलाई चाहिँ कसरी सेट गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट छ यहाँनिर। केम साफ्टमा चाहिँ के हुन्छ भने यतापट्टि एउटा लामो साइडको पाटो हुन्छ भने यो अलिकति छोटो साइड हुन्छ। यता भित्र पनि एउटा साइड हुन्छ। यो लामो साइडलाई चाहिँ बाहिर पार्नु पऱ्यो है, इन्जिनभन्दा बाहिर पार्नु पऱ्यो। यसको इनलेट केम साफ्टको पनि यसको चाहिँ यो लामो पाटो छ, यो चाहिँ इन्जिनभन्दा बाहिर पार्नु पऱ्यो। यो छोटो पाटो बिचमा, यतापट्टि पनि भित्र एउटा पाटो छ भनेपछि यसलाई अगाडिबाट चाहिँ हेर्दाखेरि केम साफ्टको यो मिलाइयो। र त्यसै गरी यता पछाडिबाट अर्को रिफरेन्स पोइन्ट पनि छ। यो चाहिँ इन्डेट केम साफ्टको पोजिसनलाई हेर्नुहोस् है। योबाट यो सानो भाग चाहिँ माथि पर्नु पऱ्यो, सानो भाग छ यो चाहिँ अलिक यसको तुलनामा यो अलिक ठुलो छ, यो चाहिँ तल पर्नु पऱ्यो भनेपछि यो चाहिँ स्ट्रेट हुनु पऱ्यो। यो कट यो छ जुन एउटा स्ट्रेट हुनु पऱ्यो है, सानो माथि तल ठुलो हैन। त्यसै गरी यतापट्टि हेर्दाखेरि यो चाहिँ यसमा हाम्रो भ्याकुम ब्रेकको भ्याकुम पम्प जोडिन्छ। पछि यो चाहिँ ठुलो पम्प, यो ठुलो स्लट चाहिँ अब ठाडो हुनु पऱ्यो र यो चाहिँ तेर्सो हुनु पऱ्यो, सानो स्लट। अथवा यो र यो अलि सानो छ, योभन्दा यो अलि सानो छ, यिनीहरू चाहिँ माथि हुनु पऱ्यो। यो दुईवटा चाहिँ ठुलो चाहिँ तल हुनु पऱ्यो। यसरी हेर्दाखेरि ठ्याक्कै हाम्रो मिलिरहेको छ। यतापट्टि यो पछाडिको पोजिसन यो हुनु पऱ्यो, यसको पनि यता भयो। र यतिखेर चाहिँ यता अगाडिको यताको टाइमिङ चाहिँ मिल्छ। र टाइमिङ चेन फिट गर्दाखेरि तपाईँले आफ्नो तरिकाले फिट गर्न सक्नुहुन्छ। यो मिलाएर कतै पनि फ्लेक्जिबल नहुने टाइपले चाहिँ फिट गर्नु पऱ्यो। ल यति गरिसकेपछि हाम्रो यसको यामक इन्जिनको टाइमिङ चाहिँ सेट हुन्छ है।